नमस्कार, म श्रीमद् भागवत गीता पाठ गर्दछु। कोमल गीता पुरुषोत्तम योग 15 अध्याय ब्रह्म वृक्षको वेदोक्त वर्णन। श्री भगवान वाच वेद पत्ता उँधो हाँगा उँभोतिर जरा हुने अस्वस्थ नित्य जो जानला उही हो वेद बुझने। हाँगा त्यसका तलमाथि फिजिन्छन् बढ्छन् गुणले विषय पालुवा छन् जरा उसका कर्म नाम गरेका बढ्दै यही लोकमा छन् गढेका। न रूप पाइन्छ न अन्त्यको गति न आदि देखिन्छ न ता कुनै स्थिति अस्वस्थ यस्तो सुविरूढ मूल यो काटी कडा शस्त्रली असङ्गको। अनि पछि तो पद खोजनु जहाँ पुगेर फिर्दैन कुनै पनि यहाँ प्रवृत्ति जसबाट छ यो पुरातन पुग्छु उसैमा म भनोस् मनै मन। जिती सबै मान र मोहसँग अध्यात्म जानी गरी काम भङ्ग दुखादिको द्वन्द सबै हटाई प्रव्यङ्ग लिन्छन् पद त्यो रमाई। जहाँ प्रकाश पुग्दैन चन्द्र सूर्य अग्निको उही सर्वोच्च धाम हो मेरो फर्कँदैन जहाँ गए। यो जीव लोकमा मेरै अंश जीव सनातन खिची लिन्छ प्रकृतिका पञ्चेन्द्रिय अनि मन। जीवले जहिले देह लिई छोड्दछ त्यही घरी साथै ती सबले चल्छन् गन्ध लिई वायु झैँ गरे। कान आँखा त्वचा जिहा नासिका मन लिकन जीवले सर्वदा गर्छ सर्व विषय सेवन। देहमा रहने जाने गुणी भई गुण भोगने यसलाई मूर्ख देख्दैनन् ज्ञानी छन् खास देखने। योगी यत्न गरी देख्छन् आफैमा स्थितिश्वर यत्नले पनि देख्दैनन् मन्तात्मा मूढ पामर। आदित्य स्थिति जो तेज गर्छ लोक प्रकाशित चन्द्र अग्नि विषय जो छ त्यो मेरै जान निश्चित। भूत धारण मै गर्छु तेजले भू प्रविष्ट भई मै गर्छु औषधि वृद्धि रसात्मा स्वरूप भए। प्राण पानली प्राणी देहमा अग्निरूपको भई पकाउँछु आफै अन्न 4 किसिमको। मै छु सबैको हृदयस्थ खास मैबाट हुन्छन् स्मृति बोध नाश। मै वेदले वेद र वेद विज्ञ वेदान्त कर्ता पनि मै अभिज्ञ। पार्थ दोटा पुरुष छन् लोकमा क्षर अक्षर क्षर हुन् यी सबै प्राणी भन्छन् कुटस्थ अक्षर। पुरुषोत्तम अर्को छ परमात्मा भनाउँछ त्यो ईश्वर तिनै लोक प्रवेश गरी पाल्दछ। क्षरदेखि परम छु अक्षरैदेखि उत्तम लोकमा वेदमा तस्मात् कहिन्छु पुरुषोत्तम। मोह छोडी मलाई जो पुरुषोत्तम जान्दछ त्यो सर्वज्ञ सबै भक्ति मैमा लाएर बद्दछ। बताएँ जो यहाँ मैले गुह्य यो शास्त्र अर्जुन त्यो जाने बुद्धिमान होला कृतकृत्य पनि जन। त्यो जाने बुद्धिमान होला कृतकृत्य पनि जन। इति श्रीमद् भागवत गीता सुपनिषत्सु ब्रह्म विद्याय योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तम योग नाम 15 अध्याय। प्रभु शरण।